आज हामी एउटा गजबको विषयमा कुरा गर्दैछौँ, राम्रो महसुस गर्ने स्वतन्त्रता। यो शीर्षक सुन्दा जति सरल लाग्छ यसको गहिराई सायद त्योभन्दा धेरै छ। हो नि, के राम्रो महसुस गर्नु भनेको हामीले कडा परिश्रम गरेर हासिल गर्ने कुरा हो वा यो हाम्रो प्राकृतिक अवस्था हो जुन हामीले बिर्सेका छौँ? आज हामीसँग भएका स्रोतहरूले यही दोस्रो कुरामा जोड दिन्छन्। उनीहरूले एउटा रोचक विचार अगाडि सार्छन्। खुशी एक अन्तर्निहित मतलब इनबिल्ट प्रणाली हो जुन 24 घण्टा उपलब्ध छ, ठिक हाम्रो श्वास प्रश्वास वा मुटुको धड्कन जस्तै। र आजको हाम्रो उद्देश्य यही अवधारणालाई केलाउनु हो। हामीले यो स्वाभाविक अवस्थालाई कसरी पुनः प्राप्त गर्न सक्छौं र बाहिरी परिस्थितिहरूमा खुशी खोज्ने बानीलाई कसरी तोड्न सक्छौं भनेर हामी अन्वेषण गर्नेछौं। ल, छलफल एउटा सुन्दर तुलनाबाट सुरु गरौँ न त। हुन्छ। एउटा सानो बच्चालाई हेरौँ। ऊ बिना कुनै कारण खुशी हुन्छ, मुस्कुराउँछ। उसको लागि खुशी हुन कुनै शर्त चाहिँदैन। तर वयस्क वैशी हामी खुशी हुनका लागि कारणहरू खोज्न थाल्छौँ। हो, हाम्रो खुशी सधैँ यदि यस्तो भयो भने म अड्किएको हुन्छ। ठ्याक्कै। स्रोतहरूमा केही मार्मिक लाइनहरू पनि छन्, जस्तै बच्चा बिना कारण मुस्कुराउँछ, वयस्क कारण खोज्छ। अनि अर्को, खुशी पहिले आफै आउँथ्यो, अब यदि यस्तो भयो भने मात्र आउँछ। हो, प्रकृतिले खुशी दिएको थियो, समाजले खुशी हुने शर्तहरू दियो। यो एकदमै गहिरो कुरा हो। यसले हाम्रो सामाजिक अवस्था मतलब कन्डिसनिङलाई सङ्केत गर्छ। हो नि। यो कुरामा टोनी रोबिन्सको एउटा भनाइ यहाँ सान्दर्भिक छ। के भन्छन् उनी? उनी भन्छन्, भावना गतिद्वारा सृजना हुन्छ, यसलाई छान्नुहोस् नखेद्नुहोस्। ओहो। यसको अर्थ खुशी बाहिर खोज्ने होइन, भित्रबाट छनौट गर्ने कुरा हो। अनि चाणक्यको पनि एउटा भनाइ छ नि यस्तै विषयमा। चाणक्यले त अझै गहिरो कुरा भनेका छन्, स्वयंमाथि विजय नै सबैभन्दा ठूलो जीत हो। मतलब आफ्नो खुशीको नियन्त्रण आफैभित्र लिनु। एकदमै। आफ्नो खुशीको नियन्त्रण बाहिर खोज्नुको सट्टा आफै भित्र लिनु नै वास्तविक विजय हो। यहाँबाट कुरा साँच्चै रोचक हुँदै जान्छ। स्रोतहरूले तर्क गर्छन् कि राम्रो महसुस गर्नु हाम्रो शरीरको अन्य स्वचालित प्रणालीहरू जस्तै हो। जस्तै हाम्रो मुटु आफै धड्किन्छ हो, वा मृगौलाले आफै काम गर्छ। त्यसरी नै राम्रो महसुस गर्ने क्षमता पनि हामीमा स्वाभाविक रूपमा नै छ। यसलाई प्रश्न पार्ने केही लाइनहरू पनि छन्, जस्तै राम्रो महसुस गर्न केही चाहिँदैन, केवल यो पहिलेदेखि नै हामीभित्र छ भनेर याद गर्नुपर्छ। यो त ठूलो दावी हो। अनि अर्को, जसरी सास फेर्न तालिम चाहिँदैन त्यसरी नै राम्रो महसुस गर्न बाहिरी प्रेरणा मतलब ट्रिगर चाहिँदैन। राम्रो महसुस गर्नु एक प्रक्रिया होइन, एक अवस्था हो। हो, प्रोसेस होइन, स्टेट हो। यो दर्शनले हामीलाई बाहिरी निर्भरताबाट मुक्त गर्छ। एकहर्ट टोलले भने झैं वास्तविक शान्ति भित्रै छ, कुनै कुरामा निर्भर छैन। जब हामी खुशीलाई बाहिरी चिजहरूसँग जोड्छौं, हामी अस्थायी सन्तुष्टि पाउँछौं, स्थायी शान्ति होइन। अनि हाम्रो प्राचीन दर्शनले के भन्छ यसमा? महर्षि पतञ्जलिले यसलाई योगको दृष्टिकोणबाट हेरेका छन्। कसरी? उहाँ भन्नुहुन्छ, चित्तको वृत्तिहरूको निरोध यही आनन्दको स्रोत हो। चित्तको वृत्ति मतलब मनको अनावश्यक चञ्चलता। ठक्कै। जब मनको अनावश्यक चञ्चलता शान्त हुन्छ, तब भित्र लुकेको आनन्द आफै प्रकट हुन्छ, कतैबाट ल्याउनु पर्दैन। त्यसो भए प्रश्न उठ्छ, यदि यो हाम्रो प्राकृतिक अवस्था हो भने हामीले यसलाई किन महसुस गर्दैनौँ त? हो नि, यो त सबैभन्दा ठूलो प्रश्न हो। स्रोतहरूले यसको दोष सामाजिक शर्तहरू, विशेष गरी बजारशास्त्र मतलब मार्केटिङलाई दिन्छन्। हामीलाई सिकाइएको छ राम्रो महसुस गर्नका लागि केही किन्नुहोस्। तपाईमा केही कमी छ, यो क्रिम लगाउनुहोस्, यो गाडी किन्नुहोस्, अनि तपाईँ पूर्ण हुनुहुनेछ। हो, तर त्यो कहिल्यै पूरा हुँदैन। तर स्रोतहरूले एउटा नयाँ दृष्टिकोण प्रस्ताव गर्छन्। पहिले राम्रो महसुस गर्नुहोस् अनि निर्णय लिनुहोस्। यो त पुरै उल्टो भयो। हो नि। यसका केही मुख्य बुन्दाहरू छन्। चीजहरू किन्नु ठिक छ, तर खुशी किन्ने प्रयास गर्नु गलत हो। मतलब आवश्यकताको लागि किन्नुहोस्, अभावको भावना मेटाउन होइन। एकदमै। पहिले राम्रो महसुस गर्नुहोस् अनि कुनै काम वा खरिद गर्नुहोस्। यसले तपाईँको निर्णयको गुणस्तर धेरै गुणा बढाउनेछ। यो विचारले व्यक्तिगत सशक्तिकरणलाई बढावा दिन्छ। डेल कार्नेगीको प्रसिद्ध भनाइ छ नि, खुशी बाहिरी परिस्थितिमा निर्भर हुँदैन,
यो हाम्रो आन्तरिक छनोट हो। र यो कुनै नयाँ विचार पनि होइन। हजारौं वर्ष पहिले सुक्रातले भनेका थिए, आफैलाई चिन्नुहोस्। र तपाईँले त्यहाँ खुसी पाउनुहुनेछ। खुसीको स्रोत बाहिर होइन, आत्मज्ञानमा छ। स्रोतहरूले एउटा शक्तिशाली उदाहरण प्रयोग गर्छन्। जसरी भारत सधैँ स्वतन्त्र थियो, तर ब्रिटिस शासनमा मानिसहरूले आफ्नो स्वतन्त्रताको भावना बिर्से। हो, उनीहरूले आफूलाई दास सम्झन थाले। हो, त्यसरी नै हामी पनि खुसी रहने आफ्नो स्वाभाविक अधिकार बिर्सेका छौं। यो त निकै शक्तिशाली तुलना हो। यसलाई एउटा आन्दोलनको रूपमा प्रस्तुत गरिएको छ। कस्तो आन्दोलन? गान्धीले मानिसहरूलाई उनीहरूको राजनीतिक स्वतन्त्रता याद दिलाए। हामीले राम्रो महसुस गर्ने स्वतन्त्रता याद गर्नुपर्छ। वाह, मतलब यो एक भित्री स्वतन्त्रता संग्राम भयो। हो, आजको आन्दोलनको नारा हो, हरेक पल राम्रो महसुस गर्नु मेरो जन्मसिद्ध अधिकार हो। यो नारा त निकै सशक्त छ। 24/7 बिना कुनै कारण। किनकि म अस्तित्वमा छु, त्यसैले म राम्रो महसुस गर्न सक्छु। ठ्याक्कै। यो केवल भावनात्मक कुरा होइन, यो एक शक्तिशाली अवस्था हो। महर्षि अरविन्दले भनेका छन्, आत्मिक शान्ति भन्दा ठूलो कुनै बल हुँदैन। हो र? जब तपाईँ आफ्नो भित्री अवस्थाको मालिक बन्नुहुन्छ, तपाईँ बाहिरी चुनौतीहरूको सामना गर्न अझ सक्षम हुनुहुन्छ। मतलब भित्र शान्ति छ भने बाहिरको आधीले हल्लाउन सक्दैन। र टोनी रोबिन्सको टिमको भिजन पनि यही छ। उनीहरू भन्छन्, भावनाको निपुणता मतलब इमोसन मास्टरी, विश्वको अर्को क्रान्ति। आफ्नो भावनाहरूलाई बुझ्नु र सही दिशा दिनु नै भविष्यको सबैभन्दा ठूलो सिप हुनेछ। त्यसो भए यी सबैको निचोड के हो त? सन्देश सरल छ जस्तो लाग्यो मलाई। भन्नुस् न। राम्रो महसुस गर्नु हाम्रो लागि स्वाभाविक, अन्तर्निहित र अहिले नै उपलब्ध छ। यो हाम्रो श्वास जस्तै हो। हो, शर्त र कारण बिनाको हाम्रो जन्मसिद्ध अधिकार हो। स्रोतहरूले यसलाई व्यवहारमा उतार्न 3वटा व्यावहारिक कदमहरू सुझाएका छन्। एक्सन स्टेप्स पनि छन्। हो, छन्। ल, पहिलो के हो? पहिलो, अहिले नै एक गहिरो सास लिनुहोस् र मनमा नै भन्नुहोस्, म राम्रो महसुस गर्न सक्छु किनकि म अस्तित्वमा छु। यसको लागि कुनै कारण चाहिँदैन? केही छैन। जागिर, पैसा, सम्बन्ध केही पनि छैन। केवल आफ्नो अस्तित्व नै काफी छ। दोस्रो कदम अलि बढी व्यावहारिक छ जस्तो लाग्यो। हो, दोस्रो कदम खरिददारीसँग सम्बन्धित छ। अर्को पटक तपाईले केही किन्न लाग्नुभयो भने एकछिन रोकिनुहोस्। एक पलको लागि मात्र? हो, मात्र एक पल। पहिले राम्रो महसुस गर्ने अवस्थामा आउनुहोस् अनि मात्र निर्णय लिनुहोस्। हेर्नुहोस् तपाईको निर्णय कसरी परिवर्तन हुन्छ। मतलब तनावमा वा दुखी भएर रिटेल थेरापी नगर्नु। ठ्याक्कै। पहिले शान्त हुनुहोस् अनि किन्नुहोस् यदि साँच्चै आवश्यक छ भने। र तेस्रो कदम? तेस्रो कदम हो आफ्नो यो प्राकृतिक अवस्थालाई याद राख्न र यसलाई बलियो बनाउन हरेक हप्ता केही समय समर्पित गर्नुहोस्। एउटा अभ्यास जस्तै? हो, नियमित अभ्यास। कसैको लागि ध्यान, कसैको लागि प्रकृतिमा हिँड्नु, कसैको लागि सङ्गीत सुन्नु, जे गर्दा आफूभित्रको त्यो शान्त ठाउँमा पुगिन्छ। यी त निकै राम्रा र व्यावहारिक सुझावहरू हुन्। आजको छलफलले हामीलाई एउटा महत्त्वपूर्ण कुरा याद दिलाएको छ। खुशी कुनै बाहिरी लक्ष्य होइन। यो हाम्रो भित्री स्वभाव हो जसलाई हामीले पुनः खोज्नुपर्छ। हो, राम्रो महसुस गर्नु सिक्ने कुरा होइन, केवल याद गर्ने कुरा हो। सिक्ने होइन, याद गर्ने। हो, हामी श्रोतालाई एउटा प्रश्नको साथ छोड्न चाहन्छौँ। हुन्छ। यदि खुशी खोज्ने कुरा होइन तर केवल याद गर्ने कुरा हो भने तपाईँ आज आफ्नो स्वाभाविक खुशीलाई याद गर्न के गर्न सक्नुहुन्छ?